भारी मतले चुनाव जितेर चैतको पहिलो साताभित्र बालेन शाह प्रधानमन्त्री हुने त लगभग पक्कापक्की भइसक्यो। तर 2/3 सरकार नै भए पनि सबै पावर उनको हातमा आउँछ भन्नु चाहिँ गलत हो। किनभने नेपालको कानुनी व्यवस्थाले नै सबै पावर एउटै पोलिटिकल पार्टीको हातमा जान दिँदैन। यो बुझ्न पहिले सङ्घीय संसदको बारेमा बुझौँ, जुन राष्ट्रिय सभा र प्रतिनिधि सभा मिलेर बनेको हुन्छ र अहिले भएको चुनाव प्रतिनिधि सभाको हो। यसको मतलब राष्ट्रिय सभामा अझै पनि पुरानो दलका व्यक्तिहरू छन्। त्यसकारण प्रतिनिधि सभाले कुनै पनि कानुन पास गर्नु पर्यो भने पहिला त्यो राष्ट्रिय सभामा जान्छ, त्यसपछि राष्ट्रपति समक्ष गएर अनि बल्ल कानुन पास हुन्छ। यसको मतलब प्रतिनिधि सभाले पास गर्न खोजेको कानुन राष्ट्रिय सभाले भने रोक्न सक्छ। यसको मतलब राष्ट्रिय सभासँग सबै पावर हुन्छ भन्ने चाहिँ होइन। राष्ट्रिय सभा र प्रतिनिधि सभाको अधीनमा रहेको कानुन अथवा बिल दुई भागमा बाँडिएको हुन्छ, अर्डिनरी बिल र कन्स्टिट्युसनल बिल। अर्डिनरी बिलमा शिक्षा सम्बन्धी, कर सम्बन्धी, फौजदारी सम्बन्धी र सञ्चालन सम्बन्धीका सामान्य कानुनहरू पर्छन् र कन्स्टिट्युसनल बिल नेपालको संविधानमा उल्लेख गरिएका कानुनहरू सच्याउन अथवा परिवर्तन गर्न प्रयोग गरिन्छ। यी दुवै बिलहरू प्रतिनिधि सभा हुँदै राष्ट्रिय सभा र राष्ट्रपति समक्ष जान्छन् र यो दुवै बिलहरू जाने बाटो एउटै भए पनि कठिनाइ भने फरक हुन्छ। प्रतिनिधि सभाबाट पास भएको अर्डिनरी बिल राष्ट्रिय सभासम्म जाँदा राष्ट्रिय सभाले यसमा केही सुझावहरू दिन सक्छ, तर यसलाई केही निश्चित समय बाहेक रोकिरहन भने सक्दैन र अन्त्यमा राष्ट्रपति समक्ष गएर बिल पास हुन्छ। तर प्रतिनिधि सभाबाट पास भएको कन्स्टिट्युसनल बिल भने राष्ट्रिय सभाले पूर्ण रूपमा रोकिदिन सक्छ, जसले गर्दा त्यो बिल राष्ट्रपति समक्ष जान पाउँदैन र पास पनि हुँदैन। यस्ता बिलको लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट नै 2/3 मेजोरिटी चाहिन्छ।